भने हामी वाउ टक्स एन्ड बिग आइडिया यो प्रोग्राम अन्तर्गत रहेर हाउ डु यु क्रिएट द्याट यो टपिकमा डिस्कसन गर्नेछौँ। मलाई आफै पनि अघि भर्खर पेन्टिङहरू हेरिरहँदाखेरि पनि कसरी बनाउनु भयो होला, त्यसको सोच कसरी आयो होला, कलर्स कसरी छान्नु भयो होला भन्ने जस्ता विभिन्न प्रश्नहरू मनमा आए। यसै गरी विभिन्न किसिमको आर्ट देख्दाखेरि पनि त्यो आर्टिस्टले के सोचेर यस्तो बनाउनु भयो होला, केले उहाँलाई इन्स्पायर गर्नुभयो होला, यो खुसीले बनाउनु भएको होला कि दुःखले बनाउनु भएको होला भन्ने जस्ता प्रश्न आउँछन्। यहाँहरूले पनि आर्ट अवलोकन गर्नुहुन्छ भने अवश्य पनि यहाँको मनमा पनि यस्ता प्रश्नहरू आउनु जायज नै हुन्। यसै गरिकन अब वाउ टक्स एन्ड बिग आइडियामा हाउ डु यु क्रिएट द्याट विच इज क्युरेटेड बाई द ओपन इन्स्टिट्युट अफ फर सोसल साइन्स। हाम्रा प्यानलिस्टहरूलाई म अगाडि निम्त्याउन चाहन्छु। युवा कलाकारहरूले कला सिर्जना गर्ने प्रक्रिया, आफ्ना कला यात्राका लागि तिनको महत्त्व र आफूले यति साह्रै माया गर्ने जीवनशैलीका लागि खर्च पनि कसरी जुटाउनुहुन्छ भन्ने बारे हामी छलफल गर्नेछौँ। बिकज टु बी एन आर्टिस्ट इज नट इजी एन्ड इज एक्सपेन्सिभ, सो हाउ डु दे रियली डु दिस भन्ने कन्भर्सेसनलाई अगाडि बढाइदिनु हुनका लागि म फर्स्ट अफ अल निम्त्याउन चाहन्छु मृचका बज्राचार्यज्यूलाई। उहाँलाई अगाडि आइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। Did I pronounce it right or wrong? What is your pronunciation? मृगजा जीलाई म सिटमा बसिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच फर बिङ हियर। नामै कस्तो क्रिएटिभ छ मृगजा। आई थिङ्क माई फर्स्ट क्वेसन टु हर वुड बी वाट इज द मिनिङ अफ हर नेम, बट आई होप द मोडरेटर विल आस्क हर द्याट क्वेसन। यति राम्रो नाम छ मृगजा। यसै गरी म सुविधा लामाजीलाई अगाडि आइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। सी गोज बाई द नेम ब्लू। सो सुविधा लामाजीलाई पनि आफ्नो सिटमा बसिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु यो प्यानल डिस्कसनका लागि। एन्ड दुवैजनासँग कुरा गरेर उहाँहरूको यो क्रिएटिभ प्रोसेस, क्रिएटिभ जर्नीको बारेमा कुराकानी अगाडि बढाइदिनु हुनका लागि मोडरेटर आल्फा शाक्यजीलाई म अनुरोध गर्न चाहन्छु। उहाँलाई पनि जोरदार तालीले मञ्चमा स्वागत गरिदिनु हुनको लागि अनुरोध गर्दछु। लेडिज एन्ड जेन्टलमेन, वी हेभ मृगजा बज्राचार्य, सुविधा लामा एन्ड आल्फा शाक्य। हाउ टु क्रिएट द्याट भन्ने टपिकमा अब कुराकानी अगाडि बढाइदिनु हुनका लागि म हाम्रा मोडरेटर आल्फा शाक्यज्यूलाई अनुरोध गर्दछु। Thank you, Sadiksha ji, for that lovely introduction. Namaste, sabaijanalai. Good evening. Chiso hawa aउँदैछ. We hope you're enjoying WOW 2024. र स्वागत छ How Do You Create That मा। अब How Do You Create That चाहिँ एउटा आर्ट पडकास्ट हो, एउटा कला सम्बन्धित पडकास्ट जसमा चाहिँ हामी कलाकार साथीहरू जस्तै लेखकहरू, गायकहरू, फोटोग्राफर्स, कविहरूसँग उहाँहरूको क्रिएटिभ प्रोसेसको बारेमा कुराकानी गर्छौँ। तपाईँले हामीलाई युट्युब म्युजिक, एप्पल पडकास्ट र अरू अन्य प्लेटफर्ममा पनि सुन्न सक्नुहुन्छ। र आज हामी यही पडकास्टको एउटा लाइभ एपिसोड लिएर आएका छौँ। यो मौका, यो मञ्च र यो माइक दिनुभएकोमा होस्ट र अर्गनाइजर्स ब्रिटिस काउन्सिल, काठमाडौँ महानगरपालिका र क्युरेटर्स द ओपन इन्स्टिट्युट फर सोसल साइन्सलाई धेरै धेरै धन्यवाद। हामीसँग आज हुनुहुन्छ दुईजना भिजुअल आर्टिस्टहरू। म उहाँहरूको छोटो परिचय दिइहाल्छु। एकदम असम आर्टिस्टहरू हुनुहुन्छ। लेट्स स्टार्ट विथ मृगजा। सो मृगजा ग्राफिक डिजाइनर हुनुहुन्छ, इलस्ट्रेटर र भिजुअल आर्टिस्ट। उहाँ पाटनको एक क्वियर क्रिएटर हुनुहुन्छ जसले कला र चित्रणका विभिन्न माध्यमहरू प्रयोग गरी आफूभित्र रहेका विविध पहिचानहरू अथवा आइडेन्टिटीहरूलाई अझ राम्रो तरिकाले बुझ्ने प्रयास गर्दै हुनुहुन्छ। उहाँका आर्टवर्क्सहरू कालो 101 र माइक्रो ग्यालरीमा प्रदर्शित भएका छन् र उनी अहिले काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्समा मास्टर अफ फाइन आर्ट्स MFA पनि गर्दै हुनुहुन्छ। वेलकम मृगजा। अब लेट्स इन्ट्रोड्युस ब्लू। सुविधा लामा अल्सो गोज बाई हर आर्टिस्ट नेम ब्लू। ब्लू पनि भिजुअल आर्टिस्ट हुनुहुन्छ र ब्लू चाहिँ एक्रिलिक्स, क्यानभस पेन्टिङ र डिजिटल आर्टमा स्पेसलाइज गर्दै हुनुहुन्छ। र ब्लूको आर्टवर्क चाहिँ एकदम इमोसनल्ली एनरिच छ। उहाँले आफ्नो सृजनाहरू मार्फत मानव अनुभव अथवा ह्युमन एक्सपिरियन्सको गहिराई डेप्थमा गई
र इमोसन्सहरूलाई आफ्नो भिजुअल कथाहरूको रूपमा निर्माण गर्नुहुन्छ. That's so deep, Blue. Thank you. So, welcome, Mrigaja and Blue. How are you feeling? Kasto bhairasa? Feeling kind of excited, nervous. So, हामीले चाहिँ usually आर्ट फर्म्सहरू अथवा आर्टहरू हेर्दाखेरि चाहिँ त्यसको फाइनल फर्म मात्रै देखिरहेका हुन्छौँ. हाम्रो वरिपरि अघि दिउँसोभरि हाम्रा आर्टिस्ट साथीहरूले पनि पेन्टिङ गर्दै हुनुहुन्थ्यो र उहाँले हिजोदेखि सुरु गर्नुभएको थियो. तपाईँले हेर्न सक्नुभयो होला के गर्दै हुनुहुन्थ्यो, कस्तो गर्दै हुनुहुन्थ्यो भनेर. तर धेरै जस्तो बेलामा चाहिँ यस्तो मौकाहरू हामीले पाएका हुँदैनौँ. आर्टिस्टको इन्सपिरेसन, उहाँको यो पेन्टिङ अथवा कुनै पनि आर्टको आइडिया कहाँबाट आएको होला, यसको लागि कति रिसर्च गर्नु परेको थियो, कति समय लागेको थियो, यसको बारेमा हामीलाई त्यस्तो धेरै थाहा नहुने भएकाले हामी आज यो टकमा चाहिँ हाम्रो ब्लू र मृगजाको क्रिएटिभ प्रोसेस, उहाँको आइडिया, उहाँको आर्टको पछाडिको कथाहरूको बारेमा चाहिँ कुराकानी गर्छौँ, बिहाइन्ड द सिन्सको बारेमा. आजको टकको लागि ब्लू र मृगजाले एउटा आर्ट पिस छान्नु भएको छ जसको बारेमा चाहिँ उहाँहरूले कुरा गर्नुहुन्छ. सो हामी आर्ट पिस इन्ट्रोडक्सनतर्फ लागौँ होला है. पछाडि स्लाइडमा सो यो चाहिँ मृगजाको आर्ट हो. मृगजा, प्लिज इन्ट्रोड्युस अस. यो के हो, कस्तो हो, वाट इज दिस अल अबाउट? यो वर्क चाहिँ लाइक मैले रिसेन्टली कम्प्लिट गरेको वर्क हो. अनि यो चाहिँ कालो आउटबर्स्टको लागि ग्रान्टमा गरेको थियो. अनि यो चाहिँ लाइक आइडेन्टिटीलाई एक्सप्लोर गरेर गरेको थियो. अनि इच क्यानभस सेज लाइक हरेक क्यानभसको चाहिँ it's like मेरो different exploration about different identities and identity like अलि deeply हेर्दाखेरि मेरो रिफ्लेक्सनहरू हो. ओके, हामी यही आर्ट पिसको बारेमा अझ इन डेप्थ कुरा गर्छौँ. अब हामी लेट्स मुभ टु ब्लूको आर्ट पिस. ओके, दिस इज ब्लू. Can you introduce us? के हो यो? Let us know what that is. Okay, so यो हाम्रो आर्टवर्क चाहिँ म र मेरो साथी वर्षाले मिलेर बनाएको छौँ. यसमा चाहिँ हामी महिला भनेर चिनिरहेका छौँ, म महिला हो भनिरहेको छौँ. तर हामीलाई आफू महिला चाहिँ कस्तो खालको हो त, हामी कसरी महिला भइरहेका छौँ, हामीलाई किन महिला भनिएको भनेर चाहिँ हाम्रो यो सोच आएको थियो उसको र मेरो. त्यही सोचमा चाहिँ हामी हाम्रो सोसाइटीले हाम्रो महिलालाई कसरी हेर्दो रहेछ, महिलाहरूलाई के को सोचमा उनीहरूलाई आधारित गरेर महिला टोकिएको हो त भनेर चाहिँ हामीले यो आर्टवर्कमा चाहिँ कपालको माध्यमबाट देखाउन खोजेका छौँ. सो यही नै हो. थ्याङ्क यू. सो आइएम भेरी क्युरियस अझ यसको बिहाइन्ड द सिन्स कसरी बनाउनु भयो, कहाँबाट आइडिया आयो भनेर. सो दुवैजनाको आर्टवर्कमा चाहिँ आइडेन्टिटी कम्स एज अ बिग थिम. मैले अघि भन्न छुट्याएँ, हाम्रो दुवैजना मृगजा र ब्लू चाहिँ क्वियर आर्ट ग्रान्ट्स कालो 101 र आउटबर्स्टको क्वियर आर्ट ग्रान्ट्सको रेसिपिएन्ट हुन् र यो दुईवटा आर्टवर्क्स पनि त्यही ग्रान्टबाट बनाउँदै हुनुहुन्छ. सो अब हाम्रो कन्भर्सेसन अगाडि बढाउनलाई चाहिँ आई क्यान सी द्याट दुवैजनाको वर्कमा आइडेन्टिटी इज अ बिग थिम. लाइक पहिचान, हु एम आई और के भइरहेको छ, यु नो, इट क्यान बी अबाउट जेन्डर एन्ड अदर थिङ्स. सो यसको बारेमा चाहिँ अलिकति भनिदिनुहोस् न दुवैजनाले. मेबी विल स्टार्ट विथ मृगजा. मेरो चाहिँ लाइक मेरो इन्ट्रेस्ट इन आइडेन्टिटी चाहिँ के भन्छ नि, इट वाज मोर अबाउट हामी डिफ्रेन्ट हामी लाइफमा लाइक इन जेनरल पनि अनि सोसाइटीमा पनि वी आर लाइक मेन्ट टु बी इन डिफ्रेन्ट आइडेन्टिटिज. कहिले छोरी हुन्छ, कहिले छोरी हुन्छ, कहिले कसैको वाइफ हुन्छ, कसैको गर्लफ्रेन्ड हुन्छ, कसैको लाइक पार्टनर हुन्छ, अनि कसैको आमा हुन्छ. बट देन वाट डज इट एक्चुली इभन मिन, लाइक कुनै ठाउँमा गयो भने आई आइडेन्टिफाई एज क्वेयर, कुनै ठाउँमा आई एम जस्ट अ पर्सन, कुनै ठाउँमा आई हेभ टु आइडेन्टिफाई एज अ वुमेन. अनि
बट देन त्यो लेभलहरू भएको किन लेभलहरू पनि चाहिन्छ भन्ने मेरो क्वेसन हुन्थ्यो पहिल्यैदेखि कान्ट एभ्री वान जस्ट बी अ पर्सन मान्छे मान्छे जस्तो मात्र हेर्न मिल्दैन त्यो बक्सहरूमा राखिराख्नुपर्छ टाइपको मलाई पहिल्यैदेखि क्वेसनहरू मलाई क्युरियस हुन्थ्यो अनि त्यसैले पनि त्यो आइडेन्टिटीको टपिकमा आई वान्टेड टु नो लाइक ह्युमन सोसाइटीमा बस्दाखेरि वाट डज आइडेन्टिटी मिन एन्ड हाउ डिड इट केम अबाउट अनि वाइ इज इट लाइक सो इम्पोर्टेन्ट अहिले द्याट एभ्री फेज अफ लाइफ यु हेभ टु आइडेन्टिफाई एज समथिङ भनेर अनि त्यही कुराबाट आई वान्टेड टु वर्क अन आइडेन्टिटी अनि वाट आइडेन्टिटी इज Great, thank you. So तपाईको जुन त्यो क्यानभसेसहरू छ, each canvas represents an identity? Yes, like each canvas is like how I see identity and like how कसरी like different part in मेरो life how I have seen identity or how मान्छेहरूले मलाई कसरी identify गराछ and लाइक म कुन कुन बक्सेसहरूमा अझै छु अर लाइक कुन बक्सेसहरूबाट निक्लिसकेँ अनि त्यसकै बारेमा अराउन्ड त्यसकै बारेमा गरेको थियो Great, that's so interesting. हामी let's move to Blueको work पनि it's about identity. So त्यसको बारेमा अलिक how did it come? कहाँबाट प्रेरणा पाउनुभयो to work on that? अब मैले प्रेरणाको कुरा गर्दा आइडेन्टिटी हामी आफ्नो आइडेन्टिटी आफ्नै छ होइन अनि मैले एकचोटि मेरो साथीको इन्स्टाग्राममा चाहिँ ट्रान्स वुमेन आर नट वुमेन भनेर चाहिँ एउटा पोस्ट देखेको थिएँ कि अनि म र मेरो साथी वर्ष दुवैजनाले यो पोस्ट हेर्दाखेरि चाहिँ आफैलाई क्वेसन गर्न थाल्यौँ कि ल महिला हुनु भनेको चाहिँ के होला त के भएर चाहिँ ट्रान्स वुमनलाई महिला भनिएन त भनेर चाहिँ हामी आफैभित्र खोज्न थाल्यौँ यो प्रश्नको उत्तरहरू त्यही कुरामा चाहिँ हाम्रो यत्रो महिला भन्ने आइडेन्टिटी बनेको छ त्यो चाहिँ अब माया गर्ने नर्चर गर्ने केयर गर्ने जो हुनुहुन्छ उहाँलाई महिला भन्ने जस्तो सुनिएको छ कपाल लामो भएको मान्छेलाई महिला भनिएको छ होइन अनि यस्तो धेरै कुराहरू हुँदो रहेछ अनि कहाँबाट चाहिँ यो आइडेन्टिटी महिला आइडेन्टिटीको यो बक्सा बन्यो त भनेर चाहिँ हामीले यही कुरामा छलफल गर्दै कुरा गर्दै खोज्दै आयौँ अनि यो हाम्रो सोसाइटीसँग एकदमै भित्र रूपमा गाडिएर चाहिँ आइडेन्टिटी भन्ने कुरा बनेको रहेछ कि त्यही कुरा हामीले आफैबाट बुझ्दै गएर चाहिँ हामीले यो आर्टवर्क बनाउने निर्णय लियो Yes, thank you. Slide देखाउनुहुन्छ भने I will show you हजुर this is मृगजाको painting अनि these are the smaller canvases. So मृगजा यसको बारेमा एकछिन कुरा गरौँ न these are self portraits right तपाईँ it's like you in different phases. Yeah, यिनीहरू चाहिँ like it was different phases and different boxes of my identity जस्तो so like there is like two boxes in so whereas a lot of people see me as introverted and two box ma चाहिँ it's more about me asking introverted भनेको के हो टाइपले अनि how I see myself as an introvert अनि the second वालामा चाहिँ it's more about म छोरी मान्छे like छोरी भनेर त्यो लेबल लगाएको छ अनि त्यो छोरी भनेको चाहिँ के हो टाइपले सोधेको लाइक छोरी हुनलाई चाहिँ के हुनुपर्छ लाइक फिमेल आइडेन्टिफाइङ मात्र हुने हो कि लाइक छोरी भनेर कसरी लेबल आयो भनेर अनि अर्को चाहिँ जेन्डर सेक्सुअलिटीको बारेमा हो अनि त्यो चाहिँ इट्स मोर अबाउट people label every like gender or sexuality like label gardincha but then it's something very personal so why is it for me it's more like it's more gender sexuality le euta box ma haldincha tar tyo box राख्नै पर्दैन जस्तो लाग्छ if you just look at everyone as a person अनि अर्को चाहिँ about being like identifying as a woman and what does the women
हुनु भनेको के टाइपको क्वेसन थियो अनि अर्को चाहिँ त्यो जस्ट बिकज आई डु अ लट अफ पेन्टिङ्स एन्ड स्टफ मलाई आर्टिस्ट भनेर लेबल गर्दाखेरि पनि के मिनिङहरू आउँछ त्यसको पछाडि भनेर क्वेसन गरेर गरेको थियो That's so interesting. So we'll stick with you. अर्को next question मृगजालाई नै गर्छु. यो सेल्फ पोर्ट्रेट्सहरू चाहिँ कसरी बनाउनु भयो लाइक पिक्चर हेरेर आफ्नो ड्र गर्नुभयो कि what was your process? यसमा चाहिँ a lot of the pictures are like मैले आफ्नो like आफैले आफ्नो फोटो खिचिरहेको डिफ्रेन्ट स्टेजेस अफ लाइफमा खिचिरहेको हो सो फर मी पर्सनली म चाहिँ I think I change myself a lot. I don't stick to something एउटा मात्र बक्समा बसिरहेको हुँदैन अनि if I look throughout my years of living, being alive, different photos or stages of photos, I look like a like a completely different person. And they way but like my pictures are funny. It looks very different because and they way but that's why also I don't think like identity you're a bubble man person. So that was also around. It's always changing. हैन त मृगजा हामी पनि पुरानो फोटो हेर्दाखेरि ओ म त यस्तो देख्दिन थिए जस्तो लाग्छ and you just showed that like in these 5 canvases there are different versions of you. अब हामी let's move to blue को so blue को यो particular artwork मा चाहिँ hair कपाल is such a big thing. कपाल नै किन चुज गर्नुभयो लाइक आइडेन्टिटीको त धेरै अरू एस्पेक्ट्सहरू पनि छ तर वाइ हेयर किन कपाल अब यो कपाल किन भन्दाखेरि चाहिँ कपाल चाहिँ एकदमै पर्सनल लाग्यो कि मलाई हामीले मेरो कपाल पनि छोटो छोटै छ अहिले हैन तर जब मैले यो आइडिया क्रिएट गरिरहेको थिएँ त्यति बेलामा म र वर्षा दुवैको कपाल एकदमै छोटो एकदम छोटो थियो अनि हामीले कपाल काटेपछि चाहिँ हाम्रो त्यति राम्रो नमानिने रहेछ कि अब केटी भएर कपाल काट्यो भन्ने अनि कहिले पाल्छौ भन्ने अनि फेरि हैन केटा जस्तो देख्यो भन्ने है अनि भाइ भनेर बोलाउने त्यसो हुन्थ्यो अनि त्यो भएपछि चाहिँ हाम्रो कपाल मात्र त हो नि है सानो कपाल जस्तो कुरालाई हामीले आइडेन्टिटीसँग कति जोडेको रहेछौँ त कपालले गर्दाखेरि ल महिला हो कि पुरुष हो भनेर नछुटाएको जस्तो देख्ने त्यस्तो कुरा चाहिँ मलाई एकदमै पर्सनल्ली नै आएको भएर चाहिँ हामीले कपाल पनि कसरी चाहिँ यो फेमिनिनिटीमा चाहिँ जोडिएको छ भनेर हामीले कपालको माध्यमबाट चाहिँ देखाउन चाह्यौँ अनि कपाललाई चाहिँ फेमिनिनिटी मात्र नभएर पेट्रियार्की बोक्ने एउटा भेसल जसरी पनि हामीले देखाउन खोजेको छौँ किनकि महिलाहरूलाई कपाल लामो पाल्नुपर्छ भनेर नै सिकाइरहेको थियो हामीलाई सानो हुँदाखेरि पनि अनि त्यही भएर चाहिँ कसरी पेट्रियार्की पनि कपालसँगै जोडिएर आइरहेको छ त भनेर चाहिँ कपाल हामीले चुज गरेको छौँ यसमा डिप थट अर्को प्रश्न फेरि ब्लूलाई नै गर्छु विल स्टिक विथ योर आर्टवर्क अर्कोमा सो यो एकअर्काको कपाल तान्दै हुनुहुन्छ नि दुईजना क्यारेक्टर्सहरू त्यसको बारेमा अलिकति भनिदिनुहोस् एन्ड देन आफ्टर द्याट यो चाहिँ डिजिटल मकअप भयो तपाईँहरूले बनाउनु भएको तर एक्चुअल आर्ट पिस चाहिँ अब ट्रेडिसनल क्यानभसमा छ त्यो ट्रान्जिसन कस्तो रह्यो डिजिटलबाट ट्रेडिसनल जाँदाखेरि टु क्वेसन्स स्योर हाम्रो कपाल तान भनेको चाहिँ यो हामीले के एक्सप्लोर गर्न खोज्यौँ भन्दा हामी महिला भएर कपाल भन्दा पनि यसमा चाहिँ हामीले महिलाको यति धेरै स्ट्रगलहरू छ धेरै कुरामा पछि परिरहेका छौँ अनि हामी बाँच्न खोजिरहेका छौँ है अनि यो बाँच्ने क्रममा हामीलाई पेट्रियार्कीले एकदमै पेलिरहेको पनि छ अनि यही पेट्रियार्कीले पेल्दाखेरि हामी आफ्नो सर्भाइभलको लागि चाहिँ केहीमा समाउन खोजिरहेका छौँ त्यो कुरा चाहिँ हामीले देखाउन खोजेको यसमा अब एउटा साइडकोले अर्को साइडको केटीको कपाल तानिरहेको देखिएको छ हैन तर अब एकअर्कालाई देखेका चाहिँ छैनन् उनीहरूले अनि केमा समाएर चाहिँ म बाँच्छु त भनेर उनीहरू एउटा केही दोरीको सहारा लिन खोजिरहेका छन्
त्यो सहारा लिने क्रममा आफूलाई नै थाहा भएन कि आफूले कोही अरू केटीको चाहिँ कपाल तानिरहेको छ, अरूलाई पनि दुःख भइरहेको छ भनेर चाहिँ आफ्नो सर्भाइभलको लागि केही गर्दा कहिलेकाहीँ अरूलाई पनि दुःख जान पुग्दो रहेछ है भनेर चाहिँ यसमा देखाउन खोजेको छौँ। तर यो एक अर्कालाई थाहा नभइकन पेट्रियार्की बढाइरहेको जस्तो पनि कुरा देखाउन खोजेका छौँ। सो त्यसरी चाहिँ हामीले यो कपाल तानातान भनेर बनाएका छौँ। अब डिजिटलबाट ट्रेडिसनल वर्क भनौँ क्यानभस रियल पेन्टिङमा गर्दा चाहिँ अलि धेरै नै गाह्रो हुँदो रहेछ, किनकि डिजिटलमा हाम्रो सबै काइन्ड अफ पेन्टिङ पाइन्छ कि अब पेन्सिलले गर्न मिल्यो होइन, फेरि मार्कर युज गर्न मिल्यो, जे पनि गर्न मिल्छ, कुनै साइज ठुलो कुनै साइज सानो गर्न क्रप गर्न मिल्छ है। त्यो गर्न चाहिँ फर्स्टमा मकअप गर्नु त सजिलो भयो, तर क्यानभसमा गर्दाखेरि चाहिँ त्यो पेन्टै मिक्स नहुने कि एउटा कलर चाहिरहेको हुन्छ अर्को कलर बनिदिने, अनि ब्रस जति गरे पनि राम्रोसँग पेन्टै नलाग्ने हुँदो रहेछ। त्यसमा चाहिँ धेरै गाह्रो भएको थियो। अनि अर्को चाहिँ यो कपाल टाल्नको लागि चाहिँ गाह्रो भएको थियो। इट वाज हामीले यार्न युज गरेको थियौँ, कालो यार्न, अनि एउटा एउटा चाहिँ त्यो ग्लु गनले टाल्दाखेरि इट वाज भेरी गाह्रो, एकदम गाह्रो भएर अनि कपाल बाट्ने क्रम पनि आमाले बच्चा हुँदा सिकाएको, अनि कपाल काटेपछि त बाट्नै पर्दैन, अनि धेरै पछि बाट्दाखेरि चाहिँ रमाइलो लागेको थियो त्यो एउटा चाहिँ। तर डिजिटलबाट रियलमा बनाउन चाहिँ अलिक गाह्रो भएको थियो। मलाई पनि डिजिटल मिडियम कस्तो रमाइलो सजिलो लाग्छ। एक्चुअली म पनि अलिअलि कोर्छु, नट एज ग्रेट एज मृगजा और ब्लू, तर अलिअलि ड्रइङहरू गर्छु। अनि मेरो फेभरेट चाहिँ के हो, कन्ट्रोल जेड। केही मिस्टेक भयो भने यु जस्ट अनडु and then you can start again. Actual painting ma mistake bhayo bhane probably have to start from scratch, surudekhi garnu parcha haina. So now that we're talking about digital or traditional medium, Mrigaja ko chai I know that Mrigaja is very good with the digital medium. Tapaharule Mrigaja ko Instagram hernu bhayo bhane you will see a lot of khatra ekdam digitally banaieko arts haru, but this art piece chai Mrigaja, it's traditional. So what was the switch like? Kina switch garnu bhayo or अथवा दुवै medium ma काम गर्दाखेरि कस्तो लाग्यो? म चाहिँ like यो कामको लागि चाहिँ specifically पेन्टिङ गरेर डिजिटल नगरिकन पेन्टिङ गर्ने रिजन चाहिँ यो इट वाज यो अलि मेरो लागि पर्सनल वर्क पनि थियो, अनि बिकज म प्रोफेसनली पनि इलस्ट्रेसनहरू गरेर हुन्छु, मेरो लागि चाहिँ डिजिटल आर्ट अलमोस्ट जब टाइपको भइसकेको थियो। अनि इट वाज त्यो यस इट्स एन आर्ट फर्म बट स्टिल अलि मेरो पर्सनली मैले लाइक डिजिटल वर्कलाई कामसँग एसोसिएट गर्न थालिसकेको थिएँ। अनि पछि फर मी लाइक त्यो मेरो माई लभ फर ड्रइङ अनि आर्ट रिभाइभ गर्नलाई चाहिँ आई थट लाइक इफ आई गो ब्याक टु लाइक पेन्टिङ बच्चा बेला जस्तो लाइक नट डिजिटली गर्न, इट वुड हेल्प मी रिकनेक्ट अलट विथ लाइक त्यो प्यासन अफ like make creating something type को भएको थियो। अनि I think that feeling sort of did come back because यो पेन्टिङ गर्दाखेरि I haven't been like ठुलो क्यानभसमा पेन्ट गरेको, लाइक आर्ट कलेजमा मात्र गरेको थियो होला, त्यसपछि गरेको थिएन। अनि इट वाज अलमोस्ट लाइक अ रिलर्निङ एक्सपिरियन्स अनि रिएक्सप्लोरिङ माइसेल्फ पनि भएको थियो। Did that slow you down as compared to like digitally बनाउँदाखेरि? Yes, I think like it is a very like अलि slow चाहिँ हुन्छ because डिजिटलमा गर्दाखेरि you like अलि डिजिटलमा गर्दाखेरि I'm also used to drawing a lot faster अनि it just happens टाइपको हुन्छ। तर like पेन्ट like हातले नै पेन्ट गर् like पेन्ट क्यानभसमा पेन्ट गर्दाखेरि चाहिँ it a lot of thought गइरहेको हुन्छ because अब डिजिटलमा गऱ्यो भने चाहिँ तपाईँले भने जस्तै कन्ट्रोल सेट गर्नुहुन्छ, मिस्टेक्स आर फर्गिभन भेरी इजिली। तर पेन्टिङै गर्दाखेरि चाहिँ युआर लाइक भेरी सोचेर इच स्ट्रोक सोचेर गरिरहेको हुन्छ जस्तो लाग्छ। इट्स मोर माइन्डफुल होइन त? Yes. बिस्तारै अब म के गर्ने, आफ्टर द्याट यु हेभ टु टेक इच स्टेप चाहिँ मेजर गरेर क्यालकुलेट गरेर अब नेक्स्ट के गर्ने भनेर। ट्रु।
अब डिजिटल र ट्रेडिसनलको डिबेट चाहिँ अब गइरहन्छ सो लेट्स मुभ टु नेक्स्ट क्वेसन चाहिँ फर ब्लू सो यो प्रोजेक्ट चाहिँ कोलाबोरेटिभ प्रोजेक्ट हो ब्लू र वर्षाले मिलेर गर्नुभएको हो सो मलाई चाहिँ एकदम क्युरियोसिटी चाहिँ के भइरहेछ भने हाउ डिड यु कम टुगेदर फर द प्रोजेक्ट अनि अब आर्ट भनेको त कति पर्सनल पनि हुन्छ कतिपय सिनारियोजहरूमा सो हाउ डिड यु गाइज कम्युनिकेट अनि केही डिफ्रेन्सेसहरू भयो भने कसरी रिजल्भ गर्नुभयो होइन हाउ वाज द कन्फ्लिक्ट रिजल्भ किनभने मलाई चाहिँ आर्टमा कोलाबोरेट गर्न एकदम गाह्रो लाग्छ एन्ड आइ एम अलवेज इन्ट्रेस्टेड वेन पिपल डु द्याट सक्सेसफुल्ली लाइक तपाईँहरूले यु हेभ लाइक प्रड्युस्ड इट अलरेडी हाउ वाज द्याट मैले अब त्यस्तो गाह्रो त भएन मलाई पनि गाह्रो होला जस्तो चाहिँ लागेको थियो तर द होल आइडिया अफ दिस होल आर्ट यो नै हामी दुवैबाट नै आयो कि एक्लै सोचेर भन्दा पनि उसको र मेरो कन्भर्सेसनबाट स्पार्क भएर यो आएको एउटा प्रडक्ट हो भनौँ न है अनि हामी दुवैजनाले आफ्नो वाट आई एम हाउ एम आई अ वुमन भनेर एकदम कुरा गऱ्यौँ कि यसमा हामीले घन्टौँ बसेर कुरा गऱ्यौँ ल यो हो त्यो हो भन्यो पेट्रिआर्कीको कुरा गऱ्यौँ मिसोजिनीको कुरा गऱ्यौँ अनि धेरै कुरा उसको र मेरो एउटै पनि थाहा भयो कति कुरा डिफ्रेन्ट एक्सपिरियन्सहरू पनि रहेछ भनेर थाहा भयो अनि त्यसपछि हामीले यति धेरै कुरा गरिसक्यौँ अनि हामीले अडियो रेकर्ड पनि गऱ्यौँ त्यसको अनि त्यसपछि चाहिँ ल होइन केही चाहिँ गर्नु मिल्छ कि यसको आर्ट बनाउनु मिल्छ जस्तो लाग्यो कि हामीलाई त्यसपछि हामीहरू आफ्नो काममा लाग्यौँ अनि त्यति बेला कामबाट दुवैजनाले चाहिँ स्केच गर्न पुगेछौँ स्केच गर्ने बेलामा सिमिलर आइडियाजहरू आयो कि त्यही कपालकै कुराहरू आयो महिलाको कुरा आयो अनि हामी दुवैजनाको उस्तै कुराहरू आएर एउटै आइडेन्टिटीबाट निस्केर आएको यो कुरा भएर चाहिँ हामीले ल कोलाबोरेसनै गर्नुपर्छ यसमा भनेर चाहिँ हामीले कुरा गऱ्यौँ त्यसपछि बिस्तारै आर्टवर्कहरू बनाउँदै थाल्यौँ अनि उसले पनि बनायो मैले पनि बनायो दुइटै मिसायौँ पनि अनि त्यसरी चाहिँ हामीले आफ्नो आइडियाहरू मिसाएर घोलेर एउटै बनाएर अनि हामीले चाहिँ यो क्रिएट गऱ्यौँ अब डिफ्रेन्सेसहरू चाहिँ दुईजना मान्छे भएपछि अभियसली आउँछ अनि कहिले काहीँ कुरा मिल्दैन धेरै जस्तो मिलिरहेको हुन्छ अनि नमिलेको बेला चाहिँ नराम्रो नलिकन एकअर्काको पर्सपेक्टिभ डिफ्रेन्ट भएको भएर नयाँ कुरा सिकिँदो रहेछ कि सो दुईजना भएर डिफ्रेन्ट पर्सपेक्टिभ जोडिँदाखेरि त झनै नयाँ पर्सपेक्टिभ आउँदो रहेछ त्यही नयाँ पर्सपेक्टिभहरू चाहिँ हामीले कम्युनिकेट गरेर चाहिँ हामीले यो सबै कुरा मिलाएर गऱ्यौँ सो द्याट इज हाउ वी मेड दिस कोलाबोरेसन वर्क आई हेभ अ फनी क्वेसन है कलर चुज गर्दाखेरि डिड इट ह्यापन अब म चाहिँ पिङ्क कलरको ब्याकग्राउन्ड बनाउँछु अनि वर्षा वाज लाइक म येलो बनाउँछु त्यस्तो केही भयो थियो त्यस्तो साह्रो चाहिँ भएन हामीले भेरी स्पेसिफिकै कलर चुज गऱ्यौँ बिकज इट्स क्वाइट इम्पोर्टेन्ट पनि त्यसमा किनकि हामीले पिङ्क र पर्पल किन युज गरेको भन्दाखेरि पिङ्क र पर्पल धेरै जस्तो महिलासँग एसोसिएटेड नै हुन्छ कि अनि वी जस्ट वान्टेड यस्तो डिप कुराको एक्सप्लेनेसन थ्रु भेरी लाइट कस्तो खुसी देख्ने खालको आर्टवर्क के त्यस्तो गाह्रो चाहिँ भएन यसमा ओके भनेपछि दुवैजनाको आइडियाजहरू मिलेको थियो अनि अर्ग्यानिकली ग्रो भयो सो इट वाज नट द्याट हार्ड मुभिङ अन आर्टिस्ट बन्ने अघि सदिक्षाजीले पनि भन्नुभएको थियो इट्स नट इजी टु बी एन आर्टिस्ट एन्ड इट्स भेरी एक्सपेन्सिभ अनि अब म आर्टिस्ट बन्छु भनेर कतिजनाले आफ्नो दिमागमा सोच्नु भएको होला आफ्नो सपना पनि ड्रिम पनि हुनसक्छ तर द बिगेस्ट क्वेसन इज अलवेज फाइनेन्स के गर्ने त आर्टिस्ट भएपछि त अब त्यस्तो धेरै पैसा त हुँदैन होला भन्ने लाइक अजम्सन छ एउटा अब त्यो कतिको हो होइन विल गेट टु हियर फ्रम योर एक्सपिरियन्सेस तर अब आई वान्ट टु बी एन आर्टिस्ट भन्ने बित्तिकै अब कसरी पैसा कमाउने होइन अब त्यस्तो धेरै मिलियनियर नभएला तर सर्भाइभ त गर्नु पऱ्यो नि त सो वाट आर योर थट्स अन द्याट मेबी वी क्यान स्टार्ट विथ मृगजा बिकज मृगजाले चाहिँ यो गरिराख्नु भएको अलि धेरै वर्ष भइसक्यो सो यु बिन अराउन्ड इन दिस फिल्ड फर अ वाइल सो कस्तो रहेछ तपाईँको एक्सपिरियन्स विथ फाइनेन्स एन्ड आर्ट एन्ड यु नो सपोर्टिङ योर ड्रिम्स आई थिङ्क मेरो लागि चाहिँ आई थिङ्क आई अल्सो गट अ लट लकी अनि मैले चाहिँ बिकज आई चोज टु बी एन इलस्ट्रेटर
Ani illustrator and designer, for me it was, I think, a bit easier than a lot of artists, I guess. Ani like like I have been working more as a designer, so it was, I think, as a designer you can like financially support yourself a lot better in a way, so laksa. Ani it's also because like designer as a career is more like there's a lot of scope in designing and like illustrations. Ani like design is a very important element in the like in human society. So it's like design garera, illustration garera, you're supporting yourself financially. Ani त्यहाँ गर्दा गर्दै there are opportunities to create art. त्यसमै I would like to ask अर्को question चाहिँ balance चाहिँ कसरी draw गर्ने? कति मैले कति सुनेको हुन्छ कि आर्टिस्टहरूले भन्दै हुनुहुन्छ अब client work गर्नुपर्छ भन्दा भन्दै आफ्नो personal project चाहिँ गर्न भ्याकै हुँदैन भनेर धेरैले भन्नुहुन्छ. And I understand the pain. So how are you managing that, or के हुन सक्छ? त्यो कुरामा चाहिँ I think I'm also still exploring that part of it, because म पनि most of the time like client workहरू लिइरहेको हुन्छु. अनि sometimes there's like, especially like as a designer, the deadlines are एकदम crunched in हुन्छ. So sometimes I tend to like forget myself अनि काम गरिरहेको हुन्छ. अनि मेरो लागि चाहिँ a lot of like अहिले recently मात्र I started more focusing on myself अनि like time निकालेर यो म मेरो लागि मात्र गर्छु भनेर गरिरहेको छु अहिले चाहिँ. So I think त्यही वेबाट you have to like push yourself out अनि त्यो चाहिँ हराउन दिनु हुँदैन. Drawing boundaries हैन त, यो चाहिँ म I will do this project मेरो लागि भए पनि भनेर. So Blue, let's move to you. Blue चाहिँ is relatively new as compared to Mrigaja. How has your experience been just recently art field ma aera explore garदाखेरि financially, from the financial perspective? मेरो चाहिँ यस्तो धेरै एक्सपिरियन्स चाहिँ छैन यसमा. I've just recently started to like share मेरो आर्टवर्कहरू. अनि सो आर्टको सामानहरू एकदमै एक्सपेन्सिभ है, एकदमै एक्सपेन्सिभ. अनि यु क्यान लाइक सकिन्न क्या अफोर्ड गर्न त्यस्तो मजाले. अनि कतिचोटि चाहिँ त्यो आमाहरूले दिएको पकेट मनी अलिअलि जम्मा गर्दै अनि सामान किन्न जाने गर्थ्यो होइन. तर कति समय पुगेपछि चाहिँ यु डोन्ट ह्याभ द्याट सोर्स अफ मनी. अनि यही आर्टवर्कको लागि पनि वी डिड नट ह्याभ मनी के. हामीले यो आर्टवर्क बनाउने भनेको धेरै अगाडि हो, सोचेको ल गर्छु भनेर. अनि त्यसपछि हामीले अलिअलि पैसा जुटाइरहेको थियौँ. अनि एउटा क्यानभस किन्न मात्र पैसा पुगेको थियो अहिलेसम्म. त्यसपछि चाहिँ वी सर्च फर ग्रान्ट्सहरू. अनि हाम्रो यता कालोबाट चाहिँ ल यो ग्रान्ट हुँदैछ त्यहाँ अप्लाई गर नि त भन्नुभयो. अनि ल हुन्छ अप्लाई गर्छौँ भनेर अप्लाई गरेर त्यो ग्रान्ट पाएपछि चाहिँ इट वाज अ ग्रेट रिलिफ के. सो यस्तो आर्ट ग्रान्टहरू पनि हुँदो रहेछ भन्ने चाहिँ मलाई थाहा थिएन पहिला. अनि बल्ल बिस्तारै यो आर्टको फिल्डमा भिजिँदै जाँदाखेरि चाहिँ थाहा पाएँ र यसरी पनि हाम्रो आर्टवर्कहरू चाहिँ वी क्यान लाइक फाइनेन्स है भनेर चाहिँ सिक्यौँ. सो द्याट इज हाउ आई हेभ बिन डुइङ इट. सो फाइनेन्स चाहिँ त्यसरी नै भइरहेको छ अहिलेलाई. So what are your plans for the future, like financially कसरी लिएर जाने art? Like if there's like I know this is a big question and a future भनेपछि त अब कति लामो, but like recent भन्दा पनि अब what do you think will you do to sustain yourself financially maybe in the next 2 years? That is really गाह्रो क्वेसन है. अब फ्युचर हेर्न इट्स रियली गाह्रो, सोच्न पनि डरलाग्दो कुरा हो. आई थिङ्क आई विल अभियसली कन्टिन्यू आर्ट वर्क है. तर आई अल्सो वान्ट टु डु समथिङ एल्स द्याट इज लाइक सोसल वर्क. सो सोसल वर्कबाट चाहिँ आई वान्ट टु वर्क विथ एनजिओजहरू. अनि फ्रम द करियर आई माइट ह्याभ विथ द्याट I'm thinking that will how I will be managing myself 2 वर्षपछि पनि. सो आर्ट मात्रै नभएर मेरो लागि चाहिँ अरू करियरको कुराहरूले पनि आई थिङ्क त्यसरी चाहिँ फाइनेन्स गर्न सकिन्छ जस्तो लागिरहेको छ मेरो लागि चाहिँ.
So drawing a balance between the two, like again, Mrigazale भन्नुभयो जस्तै again. So let's go back to your current artworks. Can we have the slides at the back? So this is your Mrigajako artwork भयो. So Mrigaja, what was something that you really enjoyed about this particular project? यो गर्दाखेरि चाहिँ एकदम रमाइलो भएको हुन्छ नि. I love this moment भनेर त्यस्तो केही इमर्ज भएको छ मोमेन्ट्सहरू? I think me like as a person I'm very like छिनमा like different ideas explore गरिराख्नु पर्ने or like एउटै कुरामा स्टिक भइराख्नु अलिक अप्ठ्यारो हुने खालको. So for me different canvasहरू गर्दाखेरि each time it was like starting a new project. So that was like keeping me really engaged भइरहेको थियो. Okay, so if you want to get engaged, split your canvases into multiple canvases and each mini project हुन्छ. That's very interesting. So Blue लाई पनि same question? I think यो कपालकै मोमेन्ट वाज भेरी इन्ट्रेस्टिङ है. हामीले कालो यार्न किन्न गयौँ, किनेर लामो गरेर काटेर बल्ल तल्ल है दुईजनाले रातभरि बसेर बाट्यौँ त्यसलाई. अनि बाटेपछि फेरि भोलि बिहान उठ्ने बित्तिकै त्यो हट ग्लु गन तताएर टाले गरेका थियौँ. त्यो गर्न चाहिँ एकदम दुःख पनि भयो तर रमाइलो पनि भयो. मलाई यसमा चाहिँ किन रमाइलो भयो भन्दाखेरि चाहिँ इट गट मी ब्याक टु माई मेमोरी क्या. पहिला मेरो कपाल लामो हुँदाखेरि आमाले सधैँ बिहान 9 बजे उठेर कपाल बाटिदिएर स्कुल पठाएको कुराहरू याद आयो क्या मलाई. सो द्याट इज वाइ इट इज भेरी मेमोरेबल फर मी. तपाईहरू दुवैजनाको आर्टवर्क बनाउन चाहिँ कति समय लाग्यो होला? लाइक टेन्टेटिभ. मेबी विल स्टार्ट विथ ब्लू. सो यसको लागि चाहिँ हामीलाई धेरै नै टाइम लाग्यो. लाग्नु पर्ने भन्दा अति नै धेरै टाइम लाग्यो किनकि वर्षा र म सँगै काम गर्नुपर्ने थियो यसमा. म एक्लैले पनि गर्न नमिल्ने भएको कारणले चाहिँ फेरि उसको पनि जब म पनि बिजी भएर हामी त बेलुका 8 बजेपछि मात्र भेट्न मिल्ने भएको थियो कि. अनि ऊ सिधै होस्टेलबाट पढाउमा कुदी आउँथ्यो 8 बजे. अनि 8 बजे खाना खाएर 9 बजीतिर राति सुत्ने बेलामा हामीले अलिअलि काम गर्ने भएर त्यो अलिअलि गर्दै चाहिँ यो धेरै नै समय लाग्यो. लगभग 2 महिना जति नै लाग्यो होला यसको लागि. अनि मृगजा कति समय लाग्यो होला तपाईँको आर्ट यो पर्टिकुलर आर्टको लागि? यसको लागि चाहिँ लाइक त्यो पेन्टिङै बनाउनलाई चाहिँ इट वाज त्यो 1 month जति लाग्यो भनौँ. तर त्योभन्दा मोर इम्पोर्टेन्ट यो पेन्टिङ गर्दाखेरि चाहिँ आई थिङ्क मेरो लागि त्यो आइडेन्टिटीको रिसर्च गर्नलाई थियो. अनि त्यसबाट चाहिँ इट वाज मोर लाइक 3 months जति नै लाइक आइडेन्टिटीको बारेमा चाहिँ रिसर्च गरेर अनि लाइक डिफ्रेन्ट आइडेन्टिटीहरू के हुन्छ लाइक पर्सनल आइडेन्टिटी सोसल आइडेन्टिटी डिफ्रेन्ट कुराहरू एक्सप्लोर गर्दा द्याट वाज लाइक मोर त्यसमा चाहिँ मोर टाइम स्पेन्ड गरेको थियो भनौँ. अल्सो हामीले अस्ति कुरा गरेको बेलामा चाहिँ मृगजा यु वर सेइङ राइटिङहरू पनि कति गर्नु पर्यो भनेर यो पर्टिकुलर प्रोजेक्टको लागि. अब राइटिङ भनेको इज अनदर आर्ट फर्म अगेन. सो हाउ डिड द्याट कम टुगेदर? राइटिङ र भिजुअल आर्ट्स कम्बाइन भएर हाउ डिड द्याट हेल्प यु? अथवा केही नयाँ कुरा थाहा पाउनु भयो कि च्यालेन्जेस आयो कि? मैले चाहिँ मोस्टली राइटिङ चाहिँ इट के भन्छ नि म चाहिँ कलेजमा लाइक एमएफए गर्दाखेरि हामीलाई राइटिङहरू गराएर लाइक गराउनु लगाउँथ्यो. अनि इट सोर्ट अफ हेल्प मी टु ब्रिङ लाइक मेरो थट्सहरू एउटा पोइन्टमा स्क्याटर्ड सबै लाइक रिसर्च गरेर हुन्छ कति धेरै थट्सहरू आइरहेको हुन्छ तर लाइक कहाँसम्म पुगिरहेको हुन्छ नि त. अनि राइटिङ गरेपछि त्यो सबै थट्सहरू एउटा पोइन्टमा ल्याएर अनि मैले के एक्ज्याक्टली सोचिरहेको छु भनेर त्यो आफै रिफ्लेक्ट गर्नलाई चाहिँ इट सोर्ट अफ हेल्प मी अ लट. अनि इट वाज मोस्टली लाइक जर्नल लाइक पर्सनल राइटिङ जस्तै भइरहेको थियो मेरो लागि. अनि सो इट हेल्प यु इन द प्रोसेस त्यो आइडियाजहरू एक्युमुलेट गरेर एउटै ठाउँमा लिएर आउनलाई अनि टु गिभ इट अ सेप मोर लाइक. सो ब्लू र मृगजा दुवैजनाको आर्टवर्क
talks to each other, like they talk to each other in so many ways. Identity, पहिचान एउटा level भयो भने अब उहाँहरूको process छ त्यहाँबाट पनि they talk to each other. Experiments गर्नुभयो नयाँ कुरा थाहा पाउनुभयो आफ्नो बारेमा. So I think that also talks, like it's a conversation between two artists who are two individuals. तै पनि त्यहाँ conversation भइरहेको छ. And also मृगजाको केसमा beyond one particular art form, writing पनि आयो, and how all of this is coming together. I think it's really beautiful. So अब talking about art process is a long thing. यो जति गरे पनि पुग्दैन, and it's really wonderful to know about तपाईहरुको inner workings or inner thoughts को बारेमा. So अब चाहिँ हामी आजको प्रोग्राम अथवा आजको टक को लागि shall we move to the rapid fire? So हाम्रो podcast मा चाहिँ we always have a rapid fire at the end. So rapid fire को question चाहिँ हाम्रो panelist लाई थाहा हुँदैन. So it's on the spot. We have two people, so एक जनालाई एउटा question. So एउटा question सोध्छु. First, suppose question 1 मृगजाले first मा answer गर्नुहुन्छ अनि blue ले गर्नुहुन्छ. Question 2 blue ले first answer गर्नुहुन्छ अनि मृगजाले गर्नुहुन्छ, so that equal होस् हैन. Okay, are you ready? Yeah. All set. Yes. Love. The first question चाहिँ हाम्रो होस्टले पनि रिक्वेस्ट गर्नुभएको थियो. The meaning of your names. Maybe we'll start with Mrigaja. What does Mrigaja mean? मेरो नाम चाहिँ it's a very old it's from like a पुरानो Buddhist language पाली भाषाबाट अनि मृगजा भनेको चाहिँ मृगको आँखा भएको. Oh, okay. Sivida, maybe you can talk about like your artist name, Blue. कसरी आयो त्यो भनेर? Okay, so I really love the color blue, you know. And I saw this series called Anne with an E. तर मलाई चाहिँ I really wanted to make it blue without an E. त्यसैले BLU मात्र छ मेरो नाम. Oh, okay. That's why BLU, like E नभएको कारण चाहिँ त्यो. Oh, okay. I didn't know about that. La, so second question, Blue first answer गर्नुहुन्छ ल. Your favorite artist? जो पनि हुन सक्छ है, painter, like the visually हुनु पर्दैन, it can be anyone, singer पनि हुन सक्छ. Any art form. Vincent van Gogh. Oh, okay. Mrigaja, favorite artist? I think currently Hayao Miyazaki Studio Ghibli ko. Oh yes, I'm a big fan. Hayao Miyazaki ko. Okay. अब चाहिँ we move to Mrigaja, turn by turn. Is there an art you wished you created? Like अरु कसैले बनाएको artwork तर आफूलाई यस्तो मन लाग्यो कि ओ यो मैले बनाएको हुन्थ्यो नि भन्ने? There are a lot. Like अहिले झन् Instagram मा हेर्यो भने there's like oh my god, I wish I had thought about it हुन्छ. Maybe you can name one. त्यस्तो केही छ? दिमागमा याद आएको if छ भने. अहिले चाहिँ particularly आइरा छैन, but usually when I see like something similar to mine, oh मैले किन सोचेन जस्तो हुन्छ. Oh, great. Blue? मलाई चाहिँ Gustav Klimt को The Kiss भन्ने artwork. I really like that artwork. So एकजना Alex Good भन्ने singer हुनुहुन्छ. He makes cover songs गाउनुहुन्छ English अंग्रेजी भाषामा. अनि he has an album that says songs I wished I wrote भन्ने, where he sings आफूलाई मन लागेको अरूले गाउनु भएको गीतहरुको cover. Okay, अब कसको पालो भयो? Mrigaja, right? No, Blue, because Blue got time to think. This is a specific answer आयो. A favorite time of the day to draw or work on your art? The night. It's really it gets me really working at the night. निन्द्रा लाग्ने बेलातिर. Oh, okay. Mrigaja? मेरो चाहिँ it's usually it's a random spark आइरा हुन्छ, so random spark अनि I just hyper focus, so it's usually either very early morning or late at night. Oh, okay. So random, but preference early morning, biana, or late at night. Okay. About Mrigaja, best thing about being a visual artist? Best thing is I think I get to express myself because I'm not very good with words, but then drawing गर्दाखेरि I can express myself a lot better. So like
Blue? मलाई पनि it's like a form of self expression. So that is like visual artist हुँदाखेरि that is how I express अनि बोल्नु पर्दैन जस्तो लाग्छ. अब यसको ठ्याक्क opposite question है. Who's going first? Blue is going first. Most difficult thing about being a visual artist? Being a visual artist, I guess, because it's really hard. It's not as easy as it seems because your idea ले बनाउन खोजिरहेको हुन्छ अनि कहिलेकाहीँ बन्दैन त्यस्तो. So I think that is the hardest thing. Mrigaja? मेरो लागि चाहिँ it's a lot of self-doubt. So I'm just like questioning myself most of the time. भइरहेको छ कि छैन के गरिरहेको अघि ब्लूले भन्नुभयो जस्तै sometimes when I write म चाहिँ धेरै जस्तो लेख्छु दिमागमा चाहिँ क्या खतरा सिन आइरहेको हुन्छ होइन लेख्दाखेरि चाहिँ केही हुँदैन कि it's so hard to bring it out. So yeah, I totally understand that. अब next question, Mrigaja, right? If you were not an artist, what would you be? तपाईँ आर्टिस्ट हुनुहुन्न थियो भने के बन्नुहुन्थ्यो होला? I don't know. Oh, okay. I never thought. Maybe I don't know. Maybe fashion designer. Hey, fashion designer. Wow. Blue. I think I love to be a social worker. Okay. Agi pani, yeah, you had Yes. mentioned that social work aspect. Okay, this will be the last question for the rapid fire. Blue will go first, I know. तपाईको art को biggest supporter चाहिँ को हुनुहुन्छ? I think it's my very good friend Barsha. Barsa. So I've collaborated with her and I think she gives me a lot of support in that. Oh, Mrigaja? मेरो चाहिँ I think it's my grandma. That's so beautiful. किनभने art चाहिँ is not created in a vacuum. कतिपय बेलामा चाहिँ it's an internal process हो आफै एक्लै काम पनि गर्नुपर्छ but without a community, without support from friends and family एकदमै गाह्रो हुन्छ. And when you have that support system, you can go a long way. एकदम लामो बाटो पनि हिँड्न. We get that courage and that strength. So that was the end of rapid fire. तर हाम्रो यो art process को conversation नै end गर्न चाहिँ एउटा I would like to ask a very deep question. So that would be तपाईहरु किन art बनाउनुहुन्छ हुन्छ नि? What is it about art that you love so much? Anyone can go first. मेरो लागि चाहिँ art is very personal to me. It is the way I express, the way I feel. अनि मैले आफूले जुन यस्तो गहिरो रूपमा फिलिङ्सहरु आइरहेको हुन्छ हामीले त्यो शब्दले बयान नै गर्न नसकिने फिलिङ्सहरु आइरहेको हुन्छ त्यो एक्सप्रेस गर्न कसैलाई सुनिदियोस् आफ्नो भनेको कुराहरु सुनिदियोस् जस्तो गर्नको लागि चाहिँ that is how I create art. अनि I think that is the मेरो लाइफै त्यसमा छ because it really opens me up to the emotions. So that is why art is very important to me. Mrigaja? I think मेरो लागि पनि it's very much similar because like त्यही अघि भने जस्तो I'm not a very good speaker अनि I have a very hard time expressing myself अनि and like the way I like show my emotions mostly is through my work and my opinions and everything is through my work. So like art garerai dekhana it's a lot easier for me and I think it's also like I think very visually and sometimes it doesn't come out very nicely or very I like eloquently bolna aउँदैन so it ends up being like drawing garera I can just like say this is how I feel. How do you feel about it? True. Thank you so much. Esto ramro answer dinubhayo and thank you so much Mrigaja and Blue for joining us in this conversation. तपाईको art process कसरी बनाउनुहुन्छ कहाँबाट inspire हुनुभयो तपाईको thought process को बारेमा भनिदिनु भयो and I love this conversation
अनि आई होप हाम्रो सुनिराख्नु भएको अडियन्स मेम्बर्सहरूले पनि नयाँ कुरा थाहा पाउनुभयो अथवा केही नयाँ इन्साइट पाउनुभयो अनि कोही आर्टिस्ट हुनुहुन्छ अथवा कोही आर्ट बनाउनुहुन्छ अथवा आर्ट बनाउन चाहनुहुन्छ भने चाहिँ प्लिज डु किप मेकिङ आर्ट एन्ड आई होप you will keep making art and I hope both of you will also keep making art and really Iza Shara Ray Bajacharya भन्नुभएको थियो, she was one of our speakers, that art is not a luxury, त्यो हाम्रो लाइफको it's a support of our life and we really really need art. So thank you so much for joining us in this conversation and thank you everyone. I hope you enjoy rest of WOW 2024. Being a part of WOW festival was really interesting किनकि यो यत्रो ठुलो माहौल पाउनु भनेको ठुलै कुरा हो अनि यतासम्म आएर हामीले आफ्नो आर्टवर्कको बारेमा कुरा गर्न पाउँदाखेरि चाहिँ यसले हामीलाई एज एन आर्टिस्ट पनि एकदमै प्रमोट गरिरहेको छ अनि हामीलाई ल आर्ट मात्र नभएर यो यति धेरै मानिसहरूलाई पनि आर्टको बारेमा सिकाउन उहाँलाई बुझाउन अनि आर्ट गर्नुपर्छ है भनेर पनि एउटा मञ्च दिएको जस्तो लागिरहेको छ मलाई. WOW 2024 को part हुँदा चाहिँ I feel very grateful. मेरो podcast How to Create That was a part of one of the panels. And I'm really grateful to British Council, Kathmandu Metropolitan City अनि हाम्रो curators, the Open Institute for Social Science. WOW जस्तो इभेन्ट चाहिँ किन गर्नुपर्छ भन्दा आई थिङ्क त्यसले चाहिँ आर्टिस्टहरूलाई एउटा कलेक्टिभ अथवा एउटा ठाउँमा लिएर आउनुहुन्छ किनभने हामी सबैजना छरेर बसेका हुन्छौँ सबै आफ्नो आफ्नो तरिकाले काम गर्दै हुन्छ तर यस्तो इभेन्टहरू हुँदाखेरि चाहिँ सबैजना सँगै आउनुहुन्छ जस्तै आज म मृगजा र ब्लूसँग कन्भर्सेसनमा थिएँ र म पहिला चाहिँ मृगजा र ब्लूलाई त्यस्तो खासै चिन्दिनँ थिएँ आई हेड सिन मृगजाको वर्क तर यस्तो यो इभेन्टको थ्रु चाहिँ आई हेड अ चान्स टु टक टु देम उहाँहरूसँग बसेर उहाँको आर्टको बारेमा थाहा पाउन पाएँ सो यो यस्तो इभेन्ट्सले चाहिँ हामीलाई इट ब्रिङ्स अस टुगेदर अनि एउटा हुन्छ नि फिजिकल फर्म किनभने आर्ट भनेको त एकदम सेमेन्टिकल भयो दिमागमा हुने अथवा देख्न सकिँदैन नि कति कुराहरू सो आई थिङ्क इभेन्ट्स लाइक दिसले चाहिँ त्यसलाई भिजिबल बनाउँछ एउटा ठाउँ दिन्छ हामीलाई सँगै आएर एज अ कम्युनिटी ग्यादर हुनको लागि